दुरुपयोग अनुसन्धान आयोग भन्ने जुन छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसदीय समितिमा गएर एउटा भनाइ राख्नु भएको हुनुहुन्छ। नेपालमा घुसको सम्पूर्ण रकमहरू तेस्रो देशमा डिलिङ हुन्छ। नेपाल सरकारले खण्डन गर्नु पर्दैन त्यो कुरो हो र होइनमा? काठमाडौँभित्र खुलेका अघोषित जे जति वेश्याखाना छन् यी पार्टीका दलालीहरूले चलाएका हुन्। च्यालेन्ज छ कसैसँग कुरा गर्ने? संसारमा यस किसिमका आन्दोलनहरू यदाकदा फुटकर हरुवा गोरुको छेरुवा दाउ भने जस्तै जस्तै गरेर सरकारले आन्दोलन गर्ने गर्छ र जनतालाई खबरदार गर्छ। जनता भन्छ ए सरकार त भ्रष्टाचारी होस्, त फटा होस्, त बेविचारी होस्, त बेइमान होस्, तेरा कारणले सत्याग्रह गरेको मान्छेको लास सद्गत भएको छैन, तैँले बेपत्ता पारेका मान्छेहरूको हिसाब किताब आएको छैन, तैँले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएर विदेशमा लुकाएको हिसाब किताब आएको छैन, त्यो हिसाब किताब लिएन भनेर जनताले खोज्यो भने सरकार चुप लाएर बस्छ। अनि यो सरकारमा बसेका मान्छेहरू चाहिँ हामीहरू लामो समय पञ्चायतकालदेखि नै एउटा घटना हेर्ने गर्थ्यौँ। नेपालमा भुटानी शरणार्थी भनेको के हो भनेर हेर्ने गर्थ्यौँ। लामो समयसम्म त्यो भुटानी शरणार्थी कहिले पनि समाधान भएन। त्यो भुटानी शरणार्थी भनेको त अन्ततगत्वा नेपालका दलका सिन्डिकेट कार्यकर्ता रहेछन् नि। अहिले त यतिखेर आएर त भुटानले भन्थ्यो सरकारले यी जनता हाम्रा होइनन्, यो तिम्रा हुन् भनेर भन्थ्यो। जब नेपालका सत्तारूढ दलका बहालवाला मन्त्री, बहालवाला सचिव, पार्टीका नेताहरू, भुटानी शरणार्थीका नेताहरू सबै मिलेर तिनीहरूलाई नेपाली बनाएर अमेरिकामा बेचिएपछि नेपालमा 2 करोडको चेक कान्तिपुरले छापेपछि खुलेको होइन र? सत्य त त्यही रहेछ नि। अनि बेच्ने चाहिँ को? बालवाला गृहमन्त्री। पैसा कसले लियो? बालवाला गृहमन्त्रीको श्रीमतीले। पैसा कसले दियो? दिनेले भन्छ गाडीको डिकीमा राखिदिएको छु। अनि प्रमाण चाहिँ के हो त भन्दाखेरि यो कमजोर भयो। अनि अदालतमा गयो, घुवा रोयो, घरमा पुलिस गिरफ्तार गर्न आउँछ, प्रमाण मुखा चपायो। यो दन्ते कथा हो। खैर दन्ते कथा नै मानिदिउँला। तर संसारमा अहिलेको 21औं शताब्दीमा उठिरहँदाखेरि सर्वहारा पार्टीले कम्युनिस्टले शासन गरिरहँदाखेरि हरेक जनता देशका नागरिकहरू मालिक हुन्छन् भनेर घोषणा गरिरहँदाखेरि देख्दै नदेखेको कार्ल मार्क्स र लेनिनका भाषालाई यहाँ व्याख्या गरिरहँदाखेरि अनि तपाईहरू भन्नुहुन्छ जिउँदै बसेको राजाको राज संस्थालाई मरेको मसानको नलीखुट्टा फुकेको होइन। अनि आर्यघाट बेचेर भाडा लगाएर बुढा सुब्बाका नामबाट पैसा उठाउनु पर्छ भन्नेहरूलाई चाहिँ के भन्नुहुन्छ नि? नन्दप्रसाद अधिकारीको लास आज पनि मुर्दा घरमा हुनुहुन्छ, त्यसलाई के भन्नुहुन्छ नि? अहिले पनि गङ्गामाया अधिकारी वीर हस्पिटलको ओछ्यानमा सुतिरहनु भएको हुन्छ, त्यसलाई के भन्नुहुन्छ नि? अब जाउँ आन्दोलनकै औचित्यतिर। तपाईँहरूको फेरि प्रश्न आएछ भने यी सबै तमाम कुराहरू केही दिन अगाडि तपाईहरूले हामीहरूले थाहा पाइरहेको, तपाईँहरूले समाचार सम्प्रेषण गरेको नेपालका बहालवाला प्रदेशका मन्त्री नेपालबाट जापानमा नै अलिकति मान्छे बेच्दिराखौँ न त भनेर जानुभएको हुनुहुन्थ्यो। जापानमा पुगिसकेपछि त्यहाँको एयरपोर्टले समात्छ, उहाँलाई फिर्ता गरिदिन्छ। उहाँलाई फिर्ता गरिदिसकेपछि नेपाल सरकारको एयरपोर्टमा ओर्लेपछि नेपाल सरकारको पुलिसले उहाँलाई गिरफ्तार गर्छ। तर सरकार त उहाँहरूको थियो नि। नाकाको टुप्पामा आँची लागेको जस्तो घटना हुन्छ। होइन यो त हुँदैन, छोड्दै अहिले भनेर भन्नुहुन्छ। भोलिपल्ट राजीनामा गर्नुहुन्छ, पर्सिपल्ट उहाँलाई मुद्दा चलाउने प्रयास गरिन्छ। त्यो मुद्दा चलाउनको लागिलाई सत्य र न्यायका खोजी अभियानका एकजना महासचिव डाक्टर ज्ञान बस्नेतले यो फौजदारी मुद्दा हो, यो माथि मुद्दा चल्नुपर्छ भनेर सर्वोच्च अदालतमा मुद्दा लिएर जाँदाखेरि महाधिवक्ता कार्यालयले यो मुद्दा चलाउन मिल्दैन भनेर हटाइन्छ। यो घटना जानकारीमा छ। नेपालीहरू कहिलेसम्म भेडा बाख्रा बनाएर तपाईहरू बेचिरहनुहुन्छ हो? यो सवाल पनि हाम्रो विद्रोह हो। अब रह्यो एमालेहरू अहिले कहिलेकाहीँ हामीहरू सुन्ने गर्थ्यौँ एउटा पार्टीले आन्दोलन गर्छ जो पार्टी आफैमा सक्षम हुन्छ। एउटा पार्टीले आन्दोलन गर्छ, जनजीविकाका मागलाई लिएर आन्दोलन गर्छ। तर अहिले त त्यो पनि छैन। सबै संसदमा बसेका अनि संसदमा बिल चाहिँ कस्तो बनाउनु पर्छ,
अध्यादेश कस्तो बनाउनुपर्छ त भन्दा कोठी खोल्नका लागिलाई लाइसेन्स दिनुपर्छ है भनेर पार्टीको प्रमुख सचेतकले बोलिरहेका कुरालाई पार्टीहरूलाई मिलेर तपाईहरू कुरा गरिरहनु भएको हुन्छ। कहाँनेरबाट हामी विद्रोहका कुरा बोल्दियौँ। अनि अहिलेको सत्तारूढ दलको पार्टीको नेता एकजना, म उहाँको नाम त लिन सक्दिनँ, नलिउँ किन अर्काको चरित्रमाथि तो गर्ने, त्यो भन्ने अर्कोको मान्छेको काम हो। मेरो पार्टीको अध्यक्ष अथवा अहिलेको बालवाला प्रधानमन्त्रीलाई यी महिलाले सेतो तिग्रा देखाए बापत सांसद खाइन् भनेर भने खाने पनि पार्टीको सभापति हो, अध्यक्ष हो, भन्ने पनि त्यही पार्टीको नेता हो। अनि त्यो विषयमा आन्दोलन हो त होइन नि। मैले नबुझेको कुरो तपाईहरु मलाई मिडिया मार्फतबाट बुझाइदिनुहोस्। होइन भने यो देश लगभग एउटा युगको अन्तिम चरणमा यो आइसकेको छ। यो अन्तिम चरणमा आइसकेको छ। यदा कदा वीरेन्द्र राजा 4 वर्षको हुँदाखेरि कता कता बेस्याखाना गएको समाचार अहिले भर्खर एउटा फुटकर विभिन्न दलका नेताहरूको चाकडी गुलामी र चाप्लुसी गरेर सांसद हुन पाएका अश्लील शब्दलाई मात्रै संसदमा बोल्दाखेरि आफूलाई बहादुरी हुन्छ र मेरा यी शब्दले बजारमा हाइलाइट पाउँछ भनेर अज्ञानतावास इतिहास नपढेका तिनै विद्वान भनिएका व्यक्तिले यदा कदा उजागर गर्ने गर्दछन्। तसर्थ नेपालमा आन्दोलन हुँदैछ, यो निश्चय हो। त्यो आन्दोलनले एउटै मात्रै निर्णय गर्दैछ, यो देशको राज संस्था पुनर्स्थापितै हुन्छ। अब त्यस पछाडि के हुन्छ? राजाले सबै शासकीय अधिकार लिए भने त्यसको पनि विरोध आमेर हो, त्यो पनि होइन। जनताका छोराले शासन गर्छन्, जनताका छोराले शासन गर्छन्, त्यसका शासकीय स्वरूपमा त्यही किसिमको मानिसहरू आउँछन्। र हिजो पनि यो देशमा राज संस्था थियो, आज पनि यो देशमा राज संस्था छ। यस कारणले छ कि जहाँ पार्टी राजनीतिक दलहरू राज्य सत्ताको विरुद्धमा आन्दोलन गरिरहेका छन् भन्दा केका लागि भन्दा राज संस्थाको विरुद्धमा। त्यस कारणले पनि त राज संस्था त जिउँदै रहेछ नि। अब रह्यो मजेत्रो जस्तो बनाइएको संविधानको विषयवस्तुमा। यो संविधानले अपराधी चिन्दैन, यो संविधानले देशद्रोही चिन्दैन, यो संविधानले मान्छे मार्ने चिन्दैन। यो देशको संविधानले अहिले तपाईलाई थाहा होला त्यो मुद्दा पनि लड्ने हामीहरूको एउटा टिम छ। म बाइ द वे त्यो संस्थाबाट प्रतिनिधित्व पनि गर्छु। सत्य र न्यायको खोजी अभियान भन्ने एउटा संस्था छ। त्यो संस्थाले ललिता निवासको मुद्दा लडिरहेको छ। यो देशका बालवाला प्रधान न्यायाधीशहरूको विरुद्धमा मुद्दा लडिरहेको छ। सर्दु जलाधार भन्ने धरानको भेलटारको जग्गा निजी जग्गालाई सरकारले आफ्नो अधिग्रहण गरेर लिइसकेपछि फेरि अहिले निजी गरेर लगेको जग्गाको विषयमा गरिरहेको छ। अर्को सोह्रखुम्बुको चाहिँ राष्ट्रिय निकुञ्जको जग्गामा लिएर गएर बिचमा 52 रोपनी जग्गा निजीको नाममा अदालतले लगेर दर्ता गरेको छ, त्यसको विषयवस्तुमा मुद्दा लडिरहेको छ। यी यावत चिजहरू भइरहेका छन्। यी यावत चिजहरूको विद्रोहको लागिलाई पनि यो देशमा राज संस्थाको एउटा अपरिहार्य भएर हामीहरूले पनि महसुस गरेका हौँ। राजाले अब गर्ने के भन्दाखेरि यी काला करतुत गरेर मैले अहिले यतिखेर भनिरहँदाखेरि दुर्गा परसाईलाई पनि नेकपा एमालेकै नेता मानेर कुरा गरिँदा हुन्छ। ती भाइलाई उनीहरूकै पार्टीले टीका लगाएर केन्द्रीय सदस्य बनाएको पार्टीका नेता दुर्गा परसाईले केपी शर्मा ओलीको 32 अरब रुपियाँ कम्बोडियामा छ भनेर भने उनले त्यो आरोप लगाए या त्यो सत्य थियो, जे पनि एउटा अभियोग त लाग्यो। त्यो अभियोग लागिसकेपछि यो देशका प्रधानमन्त्रीले कम्तीमा यति आँट गर्नु भएन कि 5 जना मान्छे चुस्त दुरुस्त एउटा चाहिँ टिम बनाएर बोलाएर चाहिँ यो कम्बोडियाको पैसाको विषयमा म माथि बात लाग्यो, यो चिजलाई खोजित पडताल गरेर सत्य तथ्य कुरो जे हो त्यो चिजहरू तपाईहरु बजारमा ल्याइदिनुहोस् भनेको भए के बिग्रिन्थ्यो? आँट गर्नुभयो, दम थियो दिदी। अनि म ठ्याक्कै यसलाई पुष्टि हुने गरेर अर्को जवाब दिन्छु। अहिलेको बालवाला लोक यो के रे अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्ने जुन छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसदीय समितिमा गएर एउटा भनाइ राख्नु भएको हुनुहुन्छ। नेपालमा घुसको सम्पूर्ण रकमहरू तेस्रो देशमा डिलिङ हुन्छ।
नेपाली सरकारले खण्डन गर्नु पर्दैन त्यो कुरो हो र होइनमा। अनि विकल्प पौडेल र सुनिल पौडेलको हिसाब किताब के हो? यो मैले भन्ने कि राज्यले भन्ने? अनि क्यान्टोनमेन्ट, भुटानी शरणार्थी, गिरिबन्धु यी 3-4 मुद्दा उठाउने बित्तिकै किन भागाभाग हुन्छ? किन रातमरात सम्झौता हुन्छ? अनि राजा देवताका मन्दिरतिर गए भनेर भनेदेखि खबरदार भनेर राजालाई चोरौँले किन देखाउने? त्यो राजालाई होइन नि, लाखौँ मान्छेलाई देखाइदिएको हो नि। सत्य त यही हो। छातीमा दम छ नेताहरूको। आज ज्ञानेन्द्र राजाले हिँडेको जस्तो गरेर एक्लै कुनै मठ मन्दिरमा जाने तागत छ? कसैसँग त्यो तागत छ भने देखाउन त। अगाडि र पछाडि पछुवा पुलिस सशस्त्र लिएर हिँड्नुपर्ने काम के छ? कोसँग भयभीत हो? जब नेपाली जनताका छोरा हो भनेदेखि किन तिमी यति साह्रो भयभीत छौ? अब जानुहोस् तपाईँहरूलाई अर्को चरणमा। यो देशले कसरी धान्छ, कसरी गर्छ भन्ने कुरो अघि भर्खर यहाँ हाम्रो मभन्दा अगाडिका पूर्ववक्ताले राखेर गइसक्नुभयो। पशुपतिनाथमा भइरहेका आर्थिक क्रियाकलापहरू, अभिषेक भाइ पनि यही हुनुहुन्छ, पशुपतिनाथमा भइरहेका आर्थिक अपराधहरू, त्यहाँभित्र भइरहेका घटनाहरू अथवा त्यहाँभित्रका उयोहरू तपाईँहरूलाई याद छ? धेरैजना भाइ बहिनीहरू हुनुहुन्छ, सम्झना तपाईँहरू गएर पढ्नु होला। थाई एयरलाइन्स जुन दिन स्थापना भएको, नेपालको आरएनएसी त्यही दिन स्थापना भएको। राजाको शासनकाल रहन्जेलीसम्म आरएनएसीको जागिर भनेको सबैभन्दा आकर्षक थियो, त्यहाँ बोनस खुवाइन्थ्यो। आज नेपालका एयरलाइन्स उडेर जहाँबाट अर्को ठाउँमा पुग्छ त्यहीँ ग्राउन्डेड हुन्छ। यसको जिम्मेवार को? आज ती 50औं उद्योग कल कारखाना कहाँ गयो? तपाईँ हामी सबैजना चिनी त खान्छौँ नि, खैर म खाँदिनँ, म सुगरको पीडित हुँ, तर चिनी त खान्छौँ नि। त्यो वीरगञ्ज चिनी कारखाना कहाँ गयो? आज महावीर पुनले एउटा उद्योग चलाउन सक्छु भनेर उनले किताब बेचेर अभियान चलाइरहँदाखेरि यो देशको राज्य सत्ताले के गर्यो? अघि भर्खर पूर्ववक्ताले भन्यो दक्षिण एसियामा सबैभन्दा पहिला बत्ती बालेको देश नेपाल। नेपालमा आजभन्दा 30 वर्ष अगाडिसम्म टोली बस चढ्थ्यो यी मास्तिरपट्टिको यो बानेश्वर, त्रिपुरेश्वर, सूर्यविनायक। तपाईँहरू पत्याउनुहुन्छ? खड्गवली भन्छन् मैले रोयल किनेर लिएर आएँ। म 2026 सालमा धरानमा जन्मेको, मेरो घर छेउमा रेल चल्थ्यो। तपाईँहरूले अहिले पनि त्यो रेल देख्नुहुन्छ। त्यो ठाउँको एक दुईवटा ठाउँमा अहिले पनि रेलवे लाइन भनेर बोलिन्छ, भाषा छ। अनि अनकन्टार संसारमा गएर जे गफ हाँकिदिए पनि हुन्छ। उखान टुक्काले देश चल्दैन। यो उखान टुक्काको भरबाट अब राज्य चल्दैन। र म यहाँबाट एउटा विनम्रतापूर्वक भन्छु, हामीहरूले हाम्रो देशको लागि परिवर्तन गर्नका लागि धेरै चिज चाहिँदैन। अघि यहाँ केही प्रश्न पनि आयो, फेरि पनि प्रश्न आओस् भन्ने एक्सपेक्ट पनि राख्छु है। र यो देशमा संसारमा एउटा मात्रै हिन्दू राष्ट्रको नेपाल हो। यहाँ क्रिस्चियनहरूको राष्ट्रमा क्रिस्चियनका व्यक्तिहरू राष्ट्रपति हुन सक्छन्, राजा हुन सक्छन्। बुद्धिस्ट राष्ट्रमा बुद्धिस्टका गुरुहरू चाहिँ हुन सक्छन्, धर्मका राजा हुन सक्छन्। नेपालमा हिन्दूको राजा हुन नसक्ने कुरो के छ? संसारमा भएका बुद्धिस्ट र हिन्दूलाई मात्रै वर्षमा 2 पल्ट पर्व मान्न नेपाल आउने हो भने भारतको कुम्भको मेला नेपालमा 3 पल्ट लाग्छ। तपाईँहरू त्यो बजेट धान्न सक्नुहुन्छ? खालि भिखारी कुरा गरेर हुन्छ? खालि मोगन्त नारायण कुरा गरेर हुन्छ? अनि तपाईँहरू पेसा केमा खोज्नु भएको हुनुहुन्छ भने हरेक पार्टीको वर्गीय सङ्गठन छ, मजदुर सप्लाई गर्ने, मेन पावर सप्लाई गर्ने। तपाईँहरूले कहिले प्रश्न गर्नुभएको छ यो पार्टीको आधिकारिक सङ्गठन हो भनेर? कहिले सोध्नु भएको हुन्छ? बेस्या खाना खोल्नका लागि पार्टीको प्रमुख सचेतकले संसदमा बोल्छ भनेदेखि तपाईँहरूले त्यसलाई 2 थप्पड हान्न सक्नु भएन? अनि भन्नुहुन्छ आमा दिदी बहिनी हो भनेर गीत गाउनुहुन्छ तपाईँहरू? कुन दुनियाँमा हुनुहुन्छ तपाईँहरू? काठमाडौँभित्र खुलेका अघोषित जे जति बेस्या खाना छन् यी पार्टीका दलालीहरूले चलाएका हुन्। च्यालेन्ज छ कसैसँग कुरा गर्ने? त्यसले गर्दाखेरि यी सम्पूर्ण कुराहरूलाई तपाईँहरू के लिनुहोस् त भन्दाखेरि यिनीहरूका निधारमा चन्दन हुँदैन, यिनीहरूका निधारमा टिको हुँदैन, यिनीहरूको काँधमा जनै हुँदैन, यिनीहरूको रुद्राक्षका माला हुँदैन। तर बिक्री गर्नु पर्यो भने रक्त चन्दन नेपालको भूभाग भएर चाइना भेटिन्छ। 25 करोडको हिसाब कसको? किन बोल्दैन राज्य? खोज्नु पर्दैन?
अरू देशमा ढुङ्गा गिटी बालुवा ट्रकले बज्छ, यहाँ विदेशी मुद्रा बोकेर जान्छ ड्राइभर, मालिक छैन। अनि भन्ने ज्ञानेन्द्र चोर भनेर तपाईहरु भन्नुहुन्छ। वाह, क्या बात छ। सवाल त हो। त्यसले गर्दाखेरि तपाईहरुलाई म भन्छु, म नेपालमा सम्भवतः पहिलो ढाका टोपी लगाएर अथवा नेपाली नागरिक भएर मेडिकल कलेज खोलेर हिँडेको योद्धा हुँ। म भरतपुर बसे, नेपालगञ्ज बसे, पोखरा बसे, काठमाडौँ मेडिकल कलेज बसे, विभिन्न ठाउँमा बसेर काम गरे। जबसम्म नेपालमा उद्योगको ग्यारेन्टी हुँदैन तबसम्म युवाहरूको व्यवस्थापन हुँदैन। काम कहाँ दिनुहुन्छ? त्यसले गर्दाखेरि तपाईहरुलाई अहिले यतिखेर कुरा गरिरहँदाखेरि चन्द्रगिरी हिल्स जाने अर्को गोरेटो बाटोमा नि बसेर त्यहाँ चन्द्र ढकालले पैसा उठाउँदै थियो। अहिले केही दाजुभाइहरू गएर मोटरसाइकलले गएर त्यहाँ हो हल्ला गरिरहेका छन्, त्यहाँ तनावग्रस्त स्थिति बनाइरहेका छन्। उसको बाउको बेवा हो त्यो बाटो। अर्को बाटो केबुल कार छोड्यो भने उसले पैसा उठाउने हो। भयभरको त्यो डाँडा उसको हो। धोबी खोलाको जग्गा निजीकरण गरिएका छन्, सबै लगिएका छन् भने यी सम्पूर्ण कुराहरूलाई चिरोफारो गर्नका लागि, यी सम्पूर्ण कुराहरूको अध्याय समाप्त गर्नका लागि पनि यो चिज हो। तपाईहरु आन्दोलनको तयारी गरिरहँदाखेरि तपाईहरुको के छ? हामीहरु पूर्ण तयारी छौं। हामीहरु यो ठाउँबाट पूर्ण तयारी छौं। नम्बर 1, हामीहरु लगभग संविधानको तयारीमा छौं। यति पनि तपाईहरुलाई राखेँ। अब रह्यो नवराज सुवेदीजीको पनि प्रश्न अघि आयो, मैले जवाफ दिन मिल्छ मिल्दैन, तै पनि मैले भन्नु राम्रो हुन्छ। नवराज सुवेदी अथवा अर्को मानिसको नामबाट नजाने, उहाँहरू सबैको साझा एजेन्डा दुर्गा प्रसाद अर्को नामबाट नजाने। जुन जुन चोकबाट नारा जुलुस गरेर सडकमा निस्किनुहुन्छ निस्किनुहोस्, एजेन्डा एउटै हो, राज संस्था पुनर्स्थापना। राज संस्था पुनर्स्थापना भएको भोलिपल्ट अथवा त्यही दिन राति यो देशका नेताहरू चाहिँ कहाँ जान्छन्? हालत त त्यो हो नि। अब अघि केही बेर अगाडि यहाँ अर्को पनि एउटा प्रश्न आयो। हाम्रा स्वामीजीले त्यो कुरोमा कहीँ अल्मलिनु भयो। हामीहरू एउटा टिमबाट बसेका हुनाले हामीले त्यस कुरालाई जवाफ दिनै पर्ने हुन्छ। अमेरिकाले बजेट दिन्छ कि दिँदैन भनेर हामी नेपाली बाँच्ने होइन। ढुक्क हुनुहोस्। भारतले खाना दिन्छ कि दिँदैन भनेर बस्ने होइन। चाइनाले दिन्छ कि दिँदैन भनेर बस्ने होइन। यी पाखुरा बजाउने हो, आफ्नै खेतबारी जोत्ने हो, यही कर्म गर्ने हो, यहीबाट बाँच्ने हो। कहाँ दुनियाँमा हुनुहुन्छ? तपाईको अमेरिकाको कुनै स्पोर्ट्स सू, कोरियनको कुनै स्पोर्ट्स सू भन्दा नेपालको गोल्ड स्टार कमजोर छ? मलाई देखाउनुहोस् त। नेपालको बाँसबारी छाला जुत्ता डुब्यो, तर नेपालको बाँसबारी छाला जुत्ता डुबिरहँदाखेरि अरू 10औं छाला जुत्ता उग्रिएको किन देख्नुहुन्न? अनि बाँसबारी छाला जुत्ता त विनोद चौधरी, बसन्त चौधरीलाई 10 रुपैयाँ पनि खानको लागिरहेछ नि। पर्खिनुहोस् केही दिन। सत्य र न्यायको खोजी अभियानले सिजी होम्सको नाममा गरिरहेको हाउसिङको ठाउँमा सार्वजनिक जग्गा कसरी मिचेर लगेको छ भन्ने कुराको केही दिन अगाडि होलीको दिन हाम्रो टिमले गएर त्यहाँ कागजात कलेक्सन गरेर लिएर आएको छ। कहाँ हुनुहुन्छ तपाईहरु? किन खोज्नुहुन्न यो कुरोहरू? हामीहरूलाई यो देशको प्रधानमन्त्री बन्नका लागि आतुर होइन, मन्त्री बन्नका लागि तपाईहरुले भोलि हामीलाई त्यहाँ पनि देख्नुहुन्न। त्यो कुरो नि पक्का हो। तर यो देशको स्थिति आएन भने, यो देशको अवस्था परिवर्तन आएन भने यो किमार्थ परिवर्तन हुँदैन। त्यो परिवर्तनका लागि हामीहरूले युद्ध स्तरमा लागेका हौं। हामीहरू यो र त्यो होइन। अहिले यतिखेरको लागिलाई एउटा मात्रै व्यक्ति, निर्विवाद व्यक्ति निस्किएको जगमान गुरुङ हो। जगमान गुरुङको नेतृत्व सही र स्वीकार्य छ। ऊ आदिवासी हो, ऊ जनजाति हो, ऊ पढे लेखेको प्रोफेसर हो, ऊ तान्त्रिक हो। कम्तीमा हिजो माओवादीले एउटा काम त गर्थ्यो नि, ए तँलाई यस्तो गरौ, तँलाई उस्तो गरौ, तँ दलित भइस। अभिषेक भाइ यही हुनुहुन्छ, तपाईहरुलाई थाहा छ। पुरानो यही नयाँ बानेश्वरको एउटा मन्दिरमा सर्किनी दिदी पुजारी हुनुहुन्छ। हामीहरू गएर ढोगेर टिको लगाएर आएका छौँ। वरिपरिका बाहुनहरूलाई राखेर बसेका छौँ। आँट छ कुनै माओवादीको? तलमाथि पर कहाँ मन्दिरमा जाने टिको लगाउने मेरो भन्छन्। याउनी छैन। बाउ मर्छन्, मुठी उठाएर चाहिँ मास्तिर आकाशतिर फर्किन्छन्। क्रिया गर्नु हुँदैन भनेर भन्छन्। अनि पिशाच र डङ्गिनेका कुरा उनीले गर्ने।
तपाईँका बुवा आमालाई सोध्नुहोस् न पिशाचको जन्म कतिखेर हुन्छ भनेर, जतिखेर घाटा कर्म हुँदैन। घटना त यही हो नि गाउँघरको। धामी भनेको के हो, बिजुवा भनेको के हो, तपाईँहरूका बुवा आमालाई गएर सोध्नुहोस्, त्यहाँबाट जानकारी पाउनुहुन्छ। त्यसले गर्दाखेरि यी सम्पूर्ण कुराहरूबाट हामीहरू ओयल भएर बसेका छौँ। राज्य सत्ता हामीहरूका बागडोरमा आउँछन् भनेर होइन, राज्य सत्ता सम्हाल्न आउने व्यक्तिहरूको लागि सहयोगी भएर बस्नका लागि हामीसँग हुनुपर्ने निम्नतम कुराहरू ज्ञानहरू जे जति छन् त्यसमा हामी ओयल छौँ। नेपाल वैदिक सनातनको भूमि राज्य हो। नेपालको ढुङ्गामा शालिग्राम भेटिन्छ। भारतमा नरेन्द्र मोदीले बनाइरहेको राम मन्दिरको जुन मूर्ति छ त्यो नेपालको मन्दिरको के अरे खोलाको ढुङ्गा हो। सुन्नुहोस्, नेपालको कोशीको सुनसरी जिल्लामा 12 क्षेत्रमा लगाएको मेलामा 50 लाख मान्छे उपस्थित भए। राजा ज्ञानेन्द्रको विषयवस्तुमा हिन्दू राजाको वैदिक सनातनी राष्ट्रको कुरो गरेँ मैले। वैदिक सनातनी भित्र उहाँ हिन्दू परम्परालाई उहाँले लिएर जानुभयो, तर उहाँले कुनै क्रिस्चियनलाई अवज्ञा गर्नुभएको छैन। इराकमा कुनै बेला 12 भाइ नेपाली मारिँदाखेरि नेपाल काठमाडौँभित्र धेरै मुस्लिम दाजुभाइहरूको घरमा आगजनी र तोडफोड भएको थियो। त्यतिखेर ती मुस्लिमका दाजुभाइलाई बोलाएर अङ्कमाल गर्ने नेपालका राजै थिए। राजाको दक्षिण ढोका खोल्दाखेरि सिधा सिया र सुन्नीको मद्रसा देखिन्छ अथवा मस्जिद देखिन्छ। त्यो मन्दिरमा उहाँ राजाले कहिले अन्यथा मानेको छैन। कुनै पनि उसमा यो हज गर्न जाँदाखेरि मुसलमानहरूलाई हज गर्न जाँदाखेरिको परम्परा नेपालको राज संस्थाहरूबाट सुरुवात गरेको। अब जानुहोस् तपाईँ क्रिस्चियनमा आउँदैछु, तपाईँले क्रिस्चियनको कुरो उठाउनु। तपाईँ बहिनी हुनुहुन्छ, माफ गर्नुहोस् मैले यो शब्द बुझ्ने भाषाको लागि राखेको। तपाईँलाई थाहा छ दाजु र बहिनीको बिचमा अवैध गर्भ जन्मिएर बच्चा जन्मिएर गाउँ छोडेर घरबाट हिँडेका तिनीहरूको धर्म एकताली गरेर कोट्याइदिनुहोस् त। धनकुटाको पातलेबाट काकी र भतिजोको बिचबाट हिँडेका मान्छेको इतिहास गरेर कोट्याइदिनुहोस् त। इलाममा गएर बसेका छन्। तपाईँ यस्ता किसिमका घटनाहरू खोजेर निकालिदिनुहोस् त। म 300 वटा दिन्छु, मेरो समय आज लिमिट छ। 300 वटा दिन्छु, मसँग 300 वटा रेकर्ड गरेर राखेको छु। 2 जनाले गएर उसको भरतपुरको जुटपानीमा गएर सुसाइड गर्नुभएको छ, गाउँमा मुख देखाउन नसकेर। हो, तपाईँ हामीहरूको समाजको संस्कार के हो? हामीहरू दाजु बहिनी, जेठा बाउ र कान्छा बाउकै छोराछोरी सही, दाजुभाइका बिचका छोराछोरी सही। बाउ आमा घुम्न परदेश गए भने पनि दिदी बहिनी पनि सुरक्षित हुन्छन्, दाजुभाइ पनि सही हुन्छ। मैले खोजेको संस्कार त्यो हो, समाज त्यो हो। यसको अर्थ बलात्कार होइन। यसको अर्थ अहिले संसदले जुन प्रतिनिधित्व गरिरहेको छ वेश्यावृत्तिको कोठी होइन। मैले खोजेको समाज त्यो हो। तपाईँ अहिले यहाँबाट जाँदाखेरि तपाईँलाई बहिनी भनेर नमस्कार गरेर गर्ने आदर भाव थियो। तपाईँलाई कसैले कुइनाले ठेल्दै आयो भने मेरो आँखाले देख्यो भने लडाइदिने हो केटोलाई। मैले खोजेको समाज त्यो हो। अनि यदा कदा भन्ने गरिन्छ राजाका पालामा कन्या स्कुलहरू थिए। एकताली पद्मकन्या स्कुल जानुहोस्, धरानको बालिका स्कुल जानुहोस्, पद्मकन्या कलेज जानुहोस्, विश्वविद्यालय जानुहोस्। इतिहास त यो हो नि। इतिहासलाई छोपेर अरू कुरा किन तोडमोड गर्ने? तपाईहरु गुगलमा सर्च गर्नुहोस् त कुन कलेज कहिले खुल्यो भनेर। अब सोध्नुहोस् मलाई, यी पागलहरूले गरेको शासनकालमा एउटा कलेज खुलेको मलाई देखाइदिनुहोस् त। एउटा कलेज सरकारले खोल्यो अनि भयो। ज्ञानेन्द्रले पनि खोले हैन नि त, त्यो भन्दा अगाडिका राजाले खोले हुन्। अब ज्ञानेन्द्र त आइपरे। एउटा राजाको अवसान पछाडि आइपरेको राजा त हो नि। त्यसलाई निरन्तरता दिने, त्यसलाई बन्द गर्ने। अब यो राजालाई हामीले निरन्तरता दियौं रे हैन। अब यसको शाखा सन्तान मात्रै राज गर्ने होला नेपालमा, आम जनता के गर्ने? शाखा सन्तान भनेर मलाई अहिले त्यहाँ अनुबन्धित नगर्दिनुहोस्, अनुबन्धित नगर्नुहोस्। शाखा सन्तानको विषयवस्तुमा पहिला तपाईँ यो त यसमा आउनुहोस्। तपाईँ एग्री हुनुभयो त राजा ज्ञानेन्द्रको शासन स्थापित भयो भनेर? मलाई यो जवाफ दिनुहोस् त। तपाईँ यहाँनिर तपाईँ राजा ज्ञानेन्द्रलाई स्थापना गरिम भनेर तपाईँ एउटा कमिटमेन्ट बोल्नुहोस् त। हामी आज लडाई राजा ज्ञानेन्द्रमै छौँ। अब नन्द प्रसाद अधिकारी जस्तो सत्याग्रह गर्दा गर्दै मर्नु पर्दैन, त्यो कुराको ग्यारेन्टी गर्नुहोस् त। अबदेखि संसदमा वेश्यावृत्तिका लागि लाइसेन्सको आवाज उठ्दैन, त्यो कुराको ग्यारेन्टी गर्नुहोस् त। अबदेखि गौशालाको पेरिफेरीमा भारतीयहरू मानिसहरू आएर कोठी चलाउन पाइने छैन, त्यो कुराको ग्यारेन्टी गर्नुहोस् त। अब उपरान्त यो देशको भूभागभित्र गाई काटेर खान पाइने छैन,
त्यो कुराको ग्यारेन्टी गर्नुहोस् त, बाँकी कुराको ग्यारेन्टी म गरिदिन्छु। कानुनी राजबाट जान्छु, नियम मान्छु, संविधान मान्छु, कानुन मान्छु। इतिहास त यो हो नि। राजा भनेको ज्ञानेन्द्रले एक्लै आएर सबै कुरो गर्ने हो र होइन नि। त्यहाँभित्रका ती पार्ट्सहरू, त्यहाँभित्रका लुम्सहरू त हामीहरू जस्तै अरू मानिसहरू, तपाईँहरू जस्तै, तपाईँहरूले सूचना दिनुहुन्छ कसैले फटाइ गरेको, त्यसको उप कानुनी कारबाहीमा अथवा त्यसको लागि दण्डित गर्ने व्यवस्था के हो भन्ने कुरोमा हामीहरू दौड्ने विषय हो नि। जम्मै ज्ञानेन्द्र आफै आएर लौरो लिँदै कहीँ काम गर्ने हो र? मैले त त्यो बुझेको छैन। अरू केही छ? बाहिरबाट नि आवाज आयो। धन्यवाद।